हो साथीहरु ह्यापी दशैं। आज चाहिँ फुलपातीको दिन हाम्रो गाउँमा चाहिँ मेला लाग्छ हैन। यो छत्रेश्वरी छ राणा गाउँमा। हामी चाहिँ अब मेलाको तयारी गर्दैछौँ। यहाँनिर भाइले झाडु सारु लाउँदैछ, सफा गर्दैछ। अब मन्दिर चाहिँ अलि माथि छ, म देखाउँछु हैन। हामी चाहिँ अब माथिबाट फुलपातीहरु यताउता लगेर त्यहाँनिर डोली-सोली चढाएर हाम्रो यो पुरानो संस्कृति रहेछ हैन। हाम्रो चाहिँ लोप भइसकेको थियो, हराइसकेको थियो। फेरि हामीले हाम्रो गाउँको हामी सबैले कुरा उठाएर फेरि 3 वर्ष जति भयो सुरु गरेको। हाम्रो यहाँ मेला चाहिँ नवमीको दिन नि मेला लाग्छ, बलसल हानिन्छ। कृपया तपाईहरु नजिकको हुनुहुन्छ भने आइदिनु होला हेर्नलाई। अनि त्यही हो। आज चाहिँ अब के हुन्छ, कस्तो हुन्छ, अब म कतिसम्म सक्छु देखाउने कोसिस गर्छु। मेरो चाहिँ अब फोन चाहिँ त्यति राम्रो नभएर भिडियो चाहिँ क्लियर नै आउँदैन। त्यही पनि यसो जस्तो हुन्छ त्यस्तै देखाउँला। अब हाम्रो मन्दिर चाहिँ यही हो। यो चाहिँ मन्दिरको गेट। यही हाम्रो गाउँकी मैया। यहाँ चाहिँ हाम्रो दिजुहरू। यो चाहिँ मेरो दाइ मामाको छोरो। यो चाहिँ हाम्रो मन्दिरको गेट। यो चाहिँ हाम्रो मन्दिर मेला लाग्ने ठाउँ। आजभन्दा पनि 9 गते साँझतिर यहाँनिर बोलसल हानी एकदम बवाल मेला लाग्छ। तपाईहरु नजिकको सबैजना आइदिनु होला कृपया। यहाँ चाहिँ केराहरू थोरै छन् मान्छे। यो चाहिँ हाम्रो बाजा गाजा। यो चाहिँ डेक हैन। अहिले चाहिँ यहाँ पुरै यस्तो गेट सेट जालीबारहरू भएर एकदम घाँस पलाएर चाहिँ यहाँ यो चाहिँ अब सरसफाइ भएन। ओए तिम्रो किन उर्ची पर्ची गरेको छ केटाकेटी? यहाँ चाहिँ यस्तो पदमा छ टङ्गा छ। आज चाहिँ हाम्रो फुलपाती पर्सिने दिन। यहाँ चाहिँ हाम्रो सरसफाइ भइरहेको। यहाँ चाहिँ अब नङ्गाएर फुटिसक्यो अरे के हो खेल थाहै छैन। अब यस्तै हो। आफै फुटेको त नुकसान भयो। कसले हान्न लाग्थ्यो यहाँ? खोइ के हो त यार यो मन्दिरको? यहाँ चाहिँ हाम्रो बधाई। यहाँ चाहिँ यही हो हाम्रो मन्दिर श्री सिद्ध भगवाननाथको। यहाँ चाहिँ हाम्रो गुरुजी आज अब पाठ बुझाउँदैछ। अब चाहिँ हामी यहाँ फुलपाती पर्सिने काम हुन्छ। ए भाइ भालो समाउनेको त्रिशूल पुजारीको जय। हाम्रो भान्जाबारी की जय। बोग्ने मान्छे जय।
भद्रेश्वरी राणा गाउँमा यही हाम्रो गाउँका तरुणीहरू कन्याहरू हाम्रो कन्याहरू चाहिँ पुरै घुमाउन बनाउनु पर्यो होइन जवाफ गरिनेहरू हाम्रो अब तरुणहरू कोही कोही मनपर्छ भने सम्पर्क गर्नु होला सम्पर्क नम्बर आफै टिप्नु होला तरुणीहरू राम्री राम्री तरुणीहरू आगे